हेलो साथीहरू सम्पूर्णमा नमस्कार। हाम्रो यो चाहिँ 4 नगरपालिका वडा नम्बर 4 स्थित यो टुनमोटे फाँट हो यो। र त्यसै गरी तल हाम्रो सिम्ले फाँट। आज बिहानदेखि मौसम प्रतिकूल भएको कारणले गर्दा किसानहरू खेतमा चाहिँ यो मङ्सिरको बाला भित्राउनको निमित्त एकदमै सबेरै बिहान चाहिँ 6-7 बजेदेखिबाटै सबैजना व्यस्त हुनुहुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँनेर किसानहरू एकदमै आफ्नो बाली भित्राउनको निमित्त एकदमै आफ्नो खेतबारीमा खटिरहनु भएको छ। मौसम प्रतिकूल भएको कारणले गर्दाखेरि आज किसान दाजुभाइ दिदीबहिनी साथी सङ्गीहरू सबैजना चाहिँ धान भित्राउनको निमित्त, धान चुट्नको निमित्त, धान बटुलेर छोपेर मात्रै भए पनि राख्नको निमित्त सबैजना आफ्नो खेतमा चाहिँ व्यस्त हुनुहुन्छ। हामीले देख्न सक्छौं आज बिहानदेखि मौसम अलि प्रतिकूल भएको कारणले गर्दा किसानहरू एकदमै आफ्नो दुःखलाई थन्काउनको लागि, आफ्नो मेहनत र परिश्रमलाई जोगाउनको लागि एकदमै काम गरिरहनु भएको छ। आजको मौसम हामीले यहाँबाट देख्न सक्छौं। आजको मौसमको अवस्था यस्तो छ। माथि आकाश हेर्दाखेरि चाहिँ एकदमै कालो बादल मडारिएर बसिरहेको छ। कतिखेर पानी पर्छ भन्ने कुरा ठेगान छैन। हामीले देख्न सक्छौं यहाँ एकदमै किसानहरूलाई हाहाकार बनाएको छ आजको मौसमले।